त्यस्तो कुरो बुझ्दैन यहाँनिर। अब चाहिँ भयो ब्याक गर्न ल अब चाहिँ हो गया ल साथी यो हेरौँ मासु पकाएको भन्नु जान त्यहाँ उता उठ्नु अल्छी तेरो भ्युवर्सबाट आज यहाँ आज हम मासू खा रहे हैं, ऐसे ऐसे पका के हम रोटेट कर रहे हैं। वो उसको हलाओ ना हलाओ। ये मोबाइल को हिलाना पड़ेगा। वो रोटेट करो बोल रहा है, ये नहीं जानता है। आज चाहिँ राकेशजीको युट्युब च्यानलमा यो मासुको खसीको मासु साथीहरूले कोकोले हेर्दैछ कोकोले हेरेको छैन। राकेशजीले आज सिकाउनु हुँदैछ तपाईँहरूलाई खसीको मासु कसरी बनाउनु पर्छ। कुखुरा मासुलाई खसीको मासु भन्छ लाज होइन तपाईँ कुखुरा मासु हो कुखुराको मासु होइन ए कुखुराको मासु यो चाहिँ चिकन खोइ बोल मान्छेलाई सेयर गरेर लाइभमा आउनु भन्न। ए भने म त भनिनँ मलाई टप फ्यान कोही छैन र बोल बाटो बिग्रेको छ। चाहियो त म जाने मान्छे कि जान्थेँ कि अब त्यो बाटो खत्तम छ अनि यसरी गरेर फेचाएर म त मार्छ त अनि फेरि बलिन्छ तिमीहरू 4 बजी उठ्ने कि यहाँबाट मुख सुख धोएर यसो पानी सानी